युट्युब भिडियो हेरेर बस्नुहुने सबै साथीहरूलाई नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला साथीहरू। फेरि पनि तपाईँहरूको माझमा मैले एउटा खुसीको कुरा लिएर आएको छु। मलेसियाबाट फेरि 200 जना पुरुष साथीहरूको लागि निःशुल्क डिमान्ड गएको छ। मलेसियाको एटी एन्डस कम्पनीबाट साथीहरू 200 जनाको डिमान्ड गएको छ। यो अस्ट्रेलियन कम्पनी हो, एकदमै राम्रो कम्पनी छ। यो कम्पनीमा तपाईँहरू आउन चाहनुहुन्छ भने मैले यो तल म्यान पावरको पुरा ठेगाना राखिदिएको छु। यो लोकेसनमा जानुहोला। जाउला खेलतिर ललितपुरमा रहेको छ यो म्यान पावर नाइक्स ओभरसिज प्राइभेट लिमिटेड। यो म्यान पावरमा गएर तपाईँहरू बुझ्नुहोस् राम्रोसँग है त। 200 जनाको डिमान्ड गएको छ र यसको अन्तर्वार्ता चैत 23 गतेदेखि चैत 30 गतेसम्म, चैत 30 गतेदेखि फेरि वैशाख 3 गतेसम्म यसको अन्तर्वार्ता रहेको छ। त्यो अन्तर्वार्तामा तपाईँहरू सहभागी हुनुहोस्। एकदमै फ्री छ साथीहरू है, निःशुल्क जिरो कस्टमा ल्याउन लागेको छ। अब यो अस्ट्रेलियन कम्पनी राम्रो कम्पनी छ। काम के हो कस्तो हो यो होइन, निर्माण क्षेत्रमा को लागि काम लाग्ने पाट पूर्जाहरू निर्माण गर्ने कम्पनी र सायद त्यो निर्माण क्षेत्रमा पनि आएका कामदारहरूलाई काममा लाउने कम्पनी हो जस्तो लागेको छ मलाई। तपाईँहरू म्यान पावरमा गएर राम्रोसँग बुझ्नुहोस्, यो मौका पनि नगुमाउनुहोस् है त। 200 भनेको डिमान्ड म तपाईँहरू पक्कै पनि पर्न सक्नुहुन्छ। जाउला खेलतिर ललितपुर नाइक्स ओभरसिज प्राइभेट लिमिटेड म्यान पावरमा गएर बुझ्नुहोस् साथीहरू। यस्ता निःशुल्क डिमान्डहरू कहिलेकाहीँ मात्र जान्छन्, जहिले पनि जान सक्दैनन्। 5 लाख 6 लाख तिरेर आउनुपर्छ। जिरो कस्टमा ल्याउने कम्पनीहरू राम्रा कम्पनीहरू। ओटीको पनि यसमा सेवा सुविधा छ। हरेक पैसा नेपाली आरएम 65,000, बेसिक सेलेरी 1700 भनौँ न, र प्लस ओटीको पनि यसमा चाहिँ राखेको छ कम्पनीको रुल्स अनुसार। यदि तपाईँहरू आउन चाहनुहुन्छ भने तपाईँहरू समयमती नै गइहाल्नुहोस्। यदि तपाईँहरू काठमाडौँतिर हुनुहुन्छ भने, घरतिर हुनुहुन्छ भने पनि यो चैत 30 गतेसम्मदेखि लिएर वैशाख 3 गतेसम्म है, यो चैत 23 गतेबाट अन्तर्वार्ता सुरु हुन्छ। त्यहाँ गएर तपाईँहरू प्रक्रिया अगाडि बढाउनुहोस्। अन्तर्वार्तामा पास हुनुभयो भने मलेसिया मजाले आउनुहुन्छ फ्री भिजामा। र कम्पनी अस्ट्रेलियन छ साथीहरू, विदेशी कम्पनीहरू राम्रो हुन्छ है त। यस्तै अरू थुप्रै सेक्युरिटी गार्डका डिमान्डहरू पनि गएका छन्, अन्य डिमान्डहरू पनि गएका छन्। तर सेक्युरिटीमा पनि आउँदा 3 लाख 3.5 लाख लाग्छ भने अन्य कम्पनीहरूतिर आउनको लागि 5 लाखदेखि 6 लाख खर्च हुन्छ हाम्रो। तर यो जिरो कस्टमा जहाँ गएका डिमान्डहरू राम्रा ठुला कम्पनीहरूले आफ्नै लागत हालेर विदेशी कामदारहरू ल्याउने गर्छन् र यी कम्पनीहरू राम्रै हुन्, राम्रो फ्यासिलिटी हुन्छ। र अर्को कुरा होस्टेलको व्यवस्था पनि हुन्छ र ओटी चल्नु पर्यो सबैभन्दा हामीलाई, ओटी पनि चल्छ। त्यही पनि निःशुल्क आउन पाइने यो मौका नगुमाउनु होला। जतिजना साथीहरू मेरो भिडियो हेर्नुहुन्छ लाइक कमेन्ट गर्नु होला। यदि तपाईँहरूलाई विश्वास लाग्दैन भने तपाईँहरू कल गर्न सक्नुहुन्छ। मैले यो पुरा डिटेल राखिदिएको छु म्यान पावरमा। यदि गरे पनि विश्वास लाग्दैन तपाईँहरू आफै पनि वैदेशिक रोजगारको एपमा गएर हेर्न सक्नुहुन्छ है त, हेर्न सक्नुहुन्छ। अनि त्यसमा तपाईँहरू आफै म्यान पावरमा गएर त्यहाँ बुझ्नुहोस्। थुप्रै डिमान्डहरू म्यान पावरमा मलेसियाबाट आएका छन् साथीहरू, र यो म्यान पावरमा गएर अरू डिमान्ड पनि तपाईँहरू बुझ्न सक्नुहुन्छ भन्दै यो छोटो जानकारीमूलक भिडियो है साथीहरू। जानकारीको लागि तपाईँहरूलाई जतिजना मेरो युट्युब च्यानलमा साथीहरू जोडिनु भएको छ, भिडियोहरू हेर्नुहुन्छ, लाइक गर्नुहुन्छ, कमेन्ट गर्नुहुन्छ, मलेसियाको बारेमा सोध्नुहुन्छ, उहाँहरूको लागि यो भिडियो विशेष बन्न सक्छ। त्यही भएर सुन्न मन लागेको कुरा सुन्नु होला। म हाल मलेसिया सेक्युरिटी गार्डमा छु। मैले 10 वर्ष कम्पनीमा काम गरेको जोरबारमा है त, मलेसियामा छु। र यस्तै कम्पनी र कामको बारेमा साथीहरूबाट पनि बुझ्न सकिन्छ होइन। यहाँ थुप्रै कम्पनीहरू छन् र तपाईँहरूलाई वेलकम छ। म यहाँ पैसाको रेट अहिले 37 पुगेको छ साथीहरू, ठिकै छ है त। यसमा पर्नुभयो भने तपाईँहरूको भागी खोल्यो। ल आजै यो भिडियो हेरेको भोलिपल्ट गइहाल्नुहोस् त, छिट्टै त पुऱ्यो है त। त्यस्तै जानकारी